चुनाव लड्ने त्यत्रो सोख छ भने नि रवि लामिछाने जहाँबाट लड्छन् नि यो व्यवस्था परिवर्तन गरेर लडौँ त। 70 लाख सहकारी पीडितका पैसा खाएर आज अनि के अरे राज्यले के गर्यो अरे प्रतिशोध साधो अरे। राज्यले प्रतिशोध त दुर्गा प्रसादलाई साधेको। मलाई ब्याङ्कको पैसा ठगल तिरेन भन्छन्। मैले त ब्याङ्कको पैसा लिएर प्रोजेक्ट बनाएको छु। बीएनसी मेडिकल कलेज छ, क्यान्सर हस्पिटल छ, 5 स्टार होटल छ, त्यहाँ रोजगारी दिएको छु, ब्याज बुझाएको छु, स्कुल छ। मैले समयमा ब्याज बुझाइदिएको छैन। मैले फेरि पैसा लिँदैन भने कसले पैसा लिइदिन्छ र ब्याङ्क चल्छ? जीवी भगाउने उही हो। जीवीको उहाँ 1000 करोड लगानी छ। जीवीलाई त मलेसियामा गएर भेटेको। पर्खिनुहोस् न, अब फिल्म आउँदैछ। फिल्म आउँदैछ। बालेन रवि कुलमानहरू बाँच्नेवाला छैनन् क्या? छैनन्। बालेन रवि कुलमानको भविष्य यहाँ छ। यहाँ यो कुरा तपाईहरु क्लियर हुनुहोस्। कोही पनि गतिला छैनन्।